400 टन 400 टन यो 1 महिना अगाडिसम्म गरेको हो। प्रचण्डजी प्रधानमन्त्री भए पछाडि 400 टन सुन अवैध रूपमा यो नेपालको काठमाडौँ एयरपोर्ट प्रयोग भएर यहाँबाट चाहिँ भारतीय बजारमा गएको भनेर चाहिँ रिपोर्ट छ। यी कायरहरू डराउनेवाला छन् र लुटेर हैनन्, यिनले लुटेको होइन देश। अनि देश यसरी लुट्न पाइन्छ? म त यो देशको अरबपति मान्छे, म एउटा सुकुम्बासीको छोरो अरबपति भइसकेँ। मलाई चढ्नको निम्ति लग्जरी गाडी छ, खानको निम्ति इच्छाको चिज छ नि त, बस्न काम गर्नको निम्ति अफिस छ, व्यापार व्यवसाय ठेकी नसक्नु छ, काम गर्न भ्याइ नभइ छ। तर मलाई पनि फ्रस्ट्रेसन छ। यो म यसो हेर्छु नि, यिनीहरूको म रमिता हेर्छु, यसो हेर्छु, कठै मलाई दया लागेर आउँछ। प्रचण्डकी कान्छी छोरी गङ्गा दाहालले बोक्ने छ नि 30 लाखको त्यो गुची ब्याग क्या, त्यो उनलाई बोकाउनको निम्ति गरे हो। त्यो क्रान्ति त्यो गुची ब्याग बोकाउनलाई गरे हो। मेरो त तलब भत्ते मैले ल्याएको छैन, सकिएको। मरेर गयो नि इनका सन्तानका एकाउन्टमा भएका विदेशमा भएका पैसा लुटेर बसेका छन्। तपाईँलाई फेरि रिपिट गरेर भन्छु, यी लुटेराहरू हुन्। यी लुटेराका विरुद्धमा नेपाली जनताले तपाईँको ठाउँबाट, मैले मेरो ठाउँबाट, किसानले किसानका ठाउँबाट हामीले विद्रोह गर्नुपर्छ, हामीले आवाज उठाउनुपर्छ। यो आवाज उठाउने कुरा पनि